संसारमा सबैभन्दा धेरै दुःख कसले पाउँछ थाहा छ तपाईँलाई? जो मान्छे नार्सिसिस्टिक पर्सनालिटी भएको व्यक्तिहरूसँग सम्बन्धमा बस्छन्। यस्तो नार्सिसिस्टिक पर्सनालिटी अथवा म्यानिपुलेटिभ यो स्वार्थी मान्छेहरूसँगको तपाईँ सम्बन्धमा बस्नुभयो भने तपाईँले एउटा पोइन्ट पछि उनीहरूलाई छोड्नै सक्नुहुन्न, छोड्नै पाउनुहुन्न, अझ भनौँ उनीहरूले तपाईँलाई छोड्नै दिँदैन। यस्तो साइकोलोजिकल गेमहरू खेलिदिन्छ तपाईँमाथि, तपाईँको पब्लिक इमेज बिगारिदिने, तपाईँको पर्सनल लाइफ बिगारिदिने, तपाईँको घरैमा गइदिने, तपाईँको एकचोटि फोन उठेन भने 50, 60, 100 चोटि फोन गर्ने होइन। तपाईँले उनीहरूलाई छोड्न सक्नु नै बनाउँदैनन्। तर उनीहरू आफै चाहिँ फेरि लोयल हुँदैनन्। उनीहरू चाहिँ मल्टिपल पार्टनर राखेर हिँड्ने टेन्डेन्सी एकदमै हाई हुन्छ। तपाईँले न त्यो सम्बन्धलाई निल्न सक्नुहुन्छ न ओकाल्न सक्नुहुन्छ, बिचमा झुन्डाएर राखिदिन्छन्। यस्तो मान्छेहरूसँगको सम्बन्धबाट बच्नको लागि तपाईँले नार्सिसिस्टिक पर्सनालिटी भएको मान्छेहरूलाई आइडेन्टिफाई गर्न सिक्नु पर्यो। उनीहरू कस्तो हुन्छ भन्दा सम्बन्धको सुरुवातीदेखि नै उनीहरू एकदमै स्वार्थी हुन्छन्। उनीहरूले आफ्नो मात्र टेक केयर गर्छन्, आफ्नो मात्र कुरा इम्पोर्टेन्ट भन्ने हुन्छ। तपाईँको कुरा कहिले पनि इम्पोर्टेन्ट हुँदैन। तपाईँलाई कस्तो फिल भयो, तपाईँलाई राम्रो लाग्छ लाग्दैन, कहिल्यै हुँदैन। सधैँ आफ्नो कुरा मात्रै ठुलो हुन्छ, सधैँ आफूलाई मात्र एकदम धेरै भ्यालिडेसन चाहिन्छ, सधैँ आफ्नो मात्र वाह वाह गरिदियोस्, उसले मेरो मात्र कुरा सुनिदियोस्, मलाई चाहिँ प्रिन्स अथवा प्रिन्सेस ट्रिटमेन्ट दियोस् भन्ने उसले सोचिराखेको हुन्छ। तर उसले चाहिँ तपाईँलाई राम्रो ट्रिटमेन्ट कहिले पनि दिँदैन, सधैँ तपाईँसँग डिमान्ड मात्र गरिरहेको हुन्छ। यदि तपाईँलाई कुनै टेन्सन छ र उसलाई भन्न जानुभयो भने तपाईँको टेन्सन त उत्तिखेर गायब हुन्छ। उसले आफ्नो कुरा नै ठुलो बनाइदिन्छ क्या। तपाईँ जतिसुकै टेन्सनमा भयो भने उसको लागि आफ्नो दुःख नै ठुलो हो, तपाईँको दुःख खासै ठुलो होइन। तपाईँ पहिल्यैदेखि सम्बन्धमा यदि तपाईँले एकदम बेवास्ता भएको फिल गरिराख्नु भएको छ, खालि उसको मात्र टेक केयर गरेको फिल गरिराख्नु भएको छ भने यो चाहिँ एकदमै ठुलो रेड फ्ल्याग हो है। यदि उनीहरूबाट केही ठुलो गल्ती भयो भने पनि उनीहरू तपाईँसँग आएर रोइदिने, उनीहरू नै भिक्टिम हो भनेर तपाईँलाई पर्सुएट गर्ने अथवा म्यानिपुलेट गर्ने टेन्डेन्सी उनीहरूको एकदमै हाई हुन्छ। सो यस्ता बानी भएको मान्छेसँग तपाईँ नजिक हुँदै हुनुहुन्छ भने रोकिहाल्नुहोस् आफूलाई। किन भन्दाखेरि जब तपाईँ केही समयपछि उसँग एकदम बढी नजिक हुनुहुन्छ, तपाईँले यस्तो सम्बन्धहरू टुक्राउनै सक्नुहुन्न कि उनीहरूले तपाईँलाई टुक्राउनै दिन्नन्। सो जति सक्दो चाँडो टुक्राउनु भयो त्यति नै तपाईँको लागि फाइदा हुन्छ।